नमस्कार सबैजनालाई। राष्ट्रिय वाणिज्य ब्याङ्कले खुल्ला विज्ञापनका लागि अनलाइन दरखास्त फारम आह्वान गरेको छ। आह्वान मिति 2083 साल 3 महिना 19 गते हो। यसमा 9 तहदेखि लिएर 5औं सम्म विज्ञापन गरेको छ। यसमा चाहिँ प्रदेश वाइज विज्ञापन गरेको छ, जसमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर 7वटै प्रदेशमा खुल्ला गरेको छ। माग पद सङ्ख्या चाहिँ 9 तहमा 1 जना, 8औं तहमा 2 जना, 7औंमा 3 जना र 6ठौँमा प्रदेश वाइज 10, 10, 10, 7, 9, 3, 2 गरेर माग गरेको छ। र हजुरहरूले आफ्नो योग्यता पुगे अनुसारको फारम भर्न सक्नुहुनेछ। यसमा योग्यता चाहिँ के छ भनेर यो साइडमा लेखिएको छ। वरिष्ठ प्रबन्धकको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेको गरी ब्याङ्क तथा वित्तीय संस्थामा कम्तीमा 8 वर्षको अनुभव हुनुपर्छ। वरिष्ठ प्रबन्धकको लागि 9 तहको लागि, 8 तहको लागि भने 6 वर्षको अनुभव चाहिन्छ। उपप्रबन्धक 7 तहको लागि 5 वर्षको अनुभव र सहायक प्रबन्धक नगदको लागि मास्टर्स डिग्री मात्रै भए पुग्छ। व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन, मानविकी शास्त्र लिएर अर्थशास्त्र चाहिँ लिनुपर्छ, इकोनोमिक्स पढेको हुनुपर्छ। सहायक प्रबन्धक कानुनको लागि चाहिँ कानुन संकायमा मास्टर्स गरे हुनुपर्छ। सहायक प्रबन्धक सूचना प्रविधिको लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा आइटी विषयमा मास्टर्स सकेको हुनुपर्छ। सहायक प्रबन्धक लेखाको लागि चार्टर अकाउन्टेन्ट हुनु पर्यो। त्यसपछि सहायक प्रबन्धक कृषिको लागि कृषि विज्ञान विषयमा मास्टर्स गरे हुनु पर्यो। सहायक प्रबन्धक इन्जिनियरको लागि चाहिँ सिभिल इन्जिनियरबाट मास्टर्स सकेको हुनुपर्छ। र सहायकको हकमा चाहिँ कम्तीमा ब्याचलर डिग्री गर्नुपर्छ। व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन, मानविकी वा इकोनोमिक्समा। सहायक कानुनको लागि पनि ब्याचलर डिग्री छ लमा। र सूचना प्रविधि सहायकको लागि पनि कम्प्युटर साइन्स वा कम्युनिकेसन वा आइटी पढेको ब्याचलर डिग्री हुनुपर्छ। यसमा अनलाइन दरखास्त चाहिँ दिने अन्तिम मिति 2083 साल 4 महिना 7 गते तोकिएको छ। त्यसपछि 7 तह, 8 तह र 9 तहका लागि 21 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्दछ। 6 तहका लागि 21 वर्ष पुरा भई 35 वर्ष ननागेको र सहायक 5औँको लागि चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्छ। महिलाको हकमा चाहिँ महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा चाहिँ 40 वर्ष नकटेको हुनुपर्दछ भने ब्याङ्कको स्थायी कर्मचारीको हकमा चाहिँ कुनै पनि उमेर हद लाग्ने छैन। उम्मेदवारको छनौट विधि चाहिँ लिखित तथा अन्तर्वार्ता हुन्छ भने 9 तहको लागि चाहिँ लिखित, प्रस्तुतिकरण र अन्तर्वार्ता हुन्छ। बाँकी सेवा सुविधा चाहिँ कर्मचारी सेवा विनियमावली 2070 को 7औं संशोधन बमोजिम हुनेछ। महिलाको लागि परीक्षणकाल 6 महिना, पुरुषको लागि 1 वर्ष। र पदस्थापना कहाँ गर्ने भनेर पनि यहाँ तोकिएको छ। अनलाइन दरखास्त फारम चाहिँ वाणिज्य ब्याङ्कको वेबसाइटबाट recruitment.rbp.com.np मा गएर भर्न सकिन्छ। परीक्षा दस्तुर कति लाग्ने कुरा पनि यसमा समावेश गरिएको छ। र अनलाइन दरखास्त फारम भर्ने मिति चाहिँ 2083 साल 9 महिना 19 गतेदेखि 21 दिन अथवा 83 साल 4 महिना 7 गतेसम्म भर्नुपर्छ र दोब्बर दस्तुर तिरेर 4 महिना 14 गतेसम्म भर्न पाइन्छ। यसको परीक्षा दस्तुर भुक्तानी कसरी गर्न सकिन्छ भन्ने कुरा पनि यसमा उल्लेख गरेको छ। लिखित परीक्षा सञ्चालन चाहिँ कहाँ हुन्छ भन्दाखेरि अधिकृत स्तर तह 6 का सहायक प्रबन्धक र सहायक प्रबन्धक नगद सहायक स्तर तथा
तह 5 वरिष्ठ सहायक र वरिष्ठ सहायक कानुन, वरिष्ठ सहायक नगद पदको लिखित परीक्षा लोकसेवा आयोगबाट सम्बन्धित प्रदेशमा तोकिएका स्थानहरूमा र अन्य पदको लिखित परीक्षा लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट काठमाडौँमा सञ्चालन हुने भनिएको छ। परीक्षा हुने मिति चाहिँ पछि प्रकाशन गर्नेछ र हजुरहरूले सिलेबस चाहिएको खण्डमा राष्ट्रिय वाणिज्य ब्याङ्कको करियर सेक्सनमा गएर हेर्न सक्नुहुन्छ। यहाँनिर सिलेबसहरू छ हजुरहरूलाई जुन एक्जाम दिन पर्ने हो त्यो सबैको सिलेबसहरू चाहिँ यसमा छ। मैले यसको लिङ्क पनि हजुरहरूलाई राखिदिन्छु र अर्को फर्म भर्न पऱ्यो भने चाहिँ रिक्रुटमेन्ट भन्ने यो पेज छ, यहाँ गएर त्यसपछि हजुरहरूले नयाँ हुनुहुन्छ भने रजिस्टर गर्नुपर्छ र पुरानो आइडी छ हजुरहरूसँग भने साइन इन मात्रै गरे पनि पुग्छ। हजुरहरूलाई थप केही जानकारी चाहिएमा कमेन्ट गर्नुहोला, लाइक सब्सक्राइब गर्नुहोला। हस्, थ्याङ्क यू, गुड डे।